हाई एभ्रिवान, नमस्ते। अनि सन्चै हुनुहुन्छ? त्यो हामी पनि फेरि ब्याक भइसक्यौँ भिडियोमा आज पनि। अनि आज पनि हामीले चाहिँ यहाँ नजिक हल्का मुकबाङ गर्ने निर्णय गरेको छौँ। अनि हाम्रो आज खानामा चाहिँ के भन्ने खानामा चाहिँ भए पनि हैन जाडो छ, त्यही भएर करेन्ट चक्र एकदम धेरै रुचिरहेको छ हैन। यो चाहिँ रहेको छ 2x करेन्ट 5 प्याकेट हैन। अनि यहाँ नजिक छ अर्को पनि छ फेमस चिकन डायमन्ड, फेमस एकदम अहिलेको फेमस मुकबाङहरूले गर्नुहुने हैन चिकन डायमन्ड। अनि हामीले पनि लिएर आएको छौँ। फर्स्ट टाइम हामीले चाहिँ यो बनाएको एकदम मजाले धोएर पखालेर केलाएर गरेर चाहिँ नघिनाइकन खानु होला खानेहरूले हैन। अनि यहाँ छ अर्को साइड चप्सहरू हामीले चाहिँ लिएर आएका छौँ हैन। अनि चिसो पनि छ, करेन्टसँग त मिठो हुन्छ नि त, जति नै जाडो भए पनि हैन। अनि त्यही हो। अब चाहिँ लेट्स खान्छ मेरो पाहुनाहरू दुईजना फेरि मेरो बहिनीहरू हैन। यसो गर्नु हामीले यस्तरी चालुमा आउनु यसको लागि भयो धुवा उडेर आउनाले काला होला पछि काली आयो खाइम है त। काली भए पनि गोरीवाली भए पनि दिवालीहरू छौँ भइगयो। ए अन्डा पनि बनाऊँ भने चाहिँ बिर्सेछु। मलाई चाहिँ जाडो महिनामा चाहिँ खुन्जल खाउँ लागिहाल्ने क्या। मेरो त पोलेको चाहिँ फेभरेटै थियो डायमन्ड आगोमा। मम्मीले पनि के भन्नुहुन्छ तपाईँहरूले? पोलेर खानुहुन्छ के भन्छ हामीले चाक भन्थ्यौँ चाह होइन त्यही भनेन के पो बेलखोपी हो कि भन्छ मम्मीले चाहिँ। त्यही हुनुहुन्थ्यो के भन्नुहुन्थ्यो मम्मीहरूले? ढिङ उयो भने ढिङ्कुले ढिङ्कुले खाएला ढिङ्कुली साथीहरू। ए अनि अचार पनि छ खाने भने अचार साथीहरू। यो चाहिँ मैले बनाएको अचार हो, आफ्नै रेसिपी। अनि अहिले चाहिँ धेरै मार्केटमा चर्चा पनि छ अचारको बारेमा हैन। यस्तो मिठो भयो मिठो भएन, नुन लाग्यो, धेरै तेल भयो यताउता हैन। आफै बनाएर खाने नि हैन। आफै बनाउने कस्तो मनपर्छ, तेल धेरै मनपर्छ कि थोरै मनपर्छ कि खोर्सानी धेरै मसला धेरै थोरै कस्तो मिठो छ तर स्मेल त। अनि आफै बनाउने हो, कसैलाई केही नभन्ने, दोष पनि नलगाउने हैन। दुईटा भयो त खाने काम छैन के भयो त, मासु ल्याउने बनाउने राख्ने नि। बाबा क्या तर मिठो छ एकदम, स्मेल कस्तो मिठो। टिम्बुर लगाएपछि मिठो हुन्छ। अब अचार भनिसकेपछि अनि अब धेरै पकाएन भने पनि कुहिन्छ नि त होइन। अनि अलिकति साह्रो त भइ नै हाल्छ। कसैले चाहिँ भनेको सुन्छु यतिको साह्रो छ भनेर। अनि अब धेरै दिन राख्नको लागि नपकाउनको लागि त साह्रै अलिकति पकाउनु फ्राई डिप फ्राई गर्नु पऱ्यो नि त। अहिले माया दिदीको बुढाको अचारसँग कन्ट्रोभर्सी चलिरहेको थियो। बुढाको अचार कति मेहनत गरेर पकाएको हुन्छ है। मिठो हुने रहेछ त। कागज थियो हाम्रो फुलीमा त कागज लगाएर खानु हुँदैन, अलिक बोसो छ क्या। चिल्लो हुँदो रहेछ खाने भाभी। तपाईँको फेभरेट जुस खानु है। सिम्पल
तपाईँ गोरो हुनुहुन्छ र पिम्पल आउँछ म कालो मान्छे पिम्पल आउँछ के गोरो मान्छेको चाहिँ पिम्पल आउँछ मैले कहिले केही आउँदैन नेचुरल भन्नु न नेचुरल यस्तो कालो छाला हुनु रे अनि अझ पिम्पल आउँदो रे के हुन्थ्यो होला देखिँदैन के भयो त देखिँदैन नि त नि आएको अरे पिरो लाग्दो हौ मलाई त कस्तो कालो पनि है फ्लेक्स त पिरै हुन्छ क्या रेड त्यो भन्दा रातो हुन्छ त्यो ब्ल्याक हो नि त यो ब्ल्याक होइन रेड हो ब्ल्याक हो मैले अघि प्लास्टिक हालिसकेको रेड हो क्या ऊ ब्ल्याक अर्कै हुन्छ यो यस्तो हुन्छ क्या यो पकाउँदाखेरिमा नि त्यो मसलाहरू त्यहीँ हाल्यो भने अलिक पिरो हुन्छ क्या यो पकाएर पानी खालेर मासुबाट हाल्यो भने चाहिँ पिरो हुन्न मान्छेले मलाई चाहिँ त्यस्तो लाग्छ कति कति खान्छ तिमीलाई खुर्सानी अकबरे खुर्सानी चपाएर आँखातिर दल्दा पनि पिरो हुँदैन कसरी पिरो नभएको होला त्यो चाहिँ के होला नि त्यो एउटा पिरो नहुने खुर्सानी खायो होला क्या होइन हौ त्यो होइन छ क्या मैले पनि एउटा टिकटकमा देखेँ गोल रेकर्डै राख्न लागिसक्यो नि खै त्यो थाहा भएन मलाई कुन मुटु डुब्लेर मर्छ अनि न्युज आउँछ फेरि नपोल्ने नि हो क्या उसलाई कहाँ सहनु सकिन्छ त अनि पिरो भएको त्यो यसरी खान्छ चपाउँछ होइन गरे त्यस्तो डल्छ गडाङ गुडुङ खान्छ नेपाली नै खोला हो खोला के प्रस्तुति नभएपछि त्यो पनि प्रस्तुति देखाउनु पऱ्यो नि आफ्नो भाषा हो मुखपान गर्ने भनेर खाएन भने खान्छु बिस्तारै पिरो थियो भएर क्या फेरि बनाउँदाखेरि आलुचप बनाउँदा आलु सिँगै काटेर गएर गाईतिर चाहिँ उसिनेर गरेर कस्तो अर्कै हुन्छ कि आलु उसिन्छ अनि मसलाहरू गर्छ होइन अनि हो यो पिठो पनि बाक्लो रहेछ राख्नु चाहिँ हो गर्न आफ्नो आफ्नो भात खामै दिनु कुली पैसा सदा अब बोल्दै हाराहारीमा बोल्नुहुन्न अरे क्या मेरो बैठकको स्टोरी भन्छु पुरानो इङ्ग्लिस अर्को संसदमा बिहे नगर्नेलाई कहिले बिहे गर्ने भनेछ बिहे नगर्नेले पनि लगत जुरेपछि तपाईँलाई कति पनि खानु भएको छ नि त पिरो मन लाग्यो अरू बेला त खानुहुन्छ त अब गाउँमा खायो के हुन्छ च्यालेन्ज गऱ्यो भने मात्रै खान सकिन्छ क्या खाएको दाम पिरो माछा चिम गरेर खान्छ अनि अहिले पानी खाँदै खाएको अन्त पिरो लास्टै पिरो भयो खानै ड्यामडिम भयो अनि रेस्ट गऱ्यो भने झन् पिरो कहाँ नै ड्यामडिम भयो गम गम खान्न यो पिठो अलिक बाक्लो भयो क्या है यो भित्र नपाए जस्तो भयो क्या अलिकति ए मैले खाइसक्नु आँटेँ तपाईँहरू त खै छ तपाईँको त्यतिकै थाहा मेरो फ्रेस छ भनेर मात्र मैले गम खाएँ क्या सुरुमा अनि खाएँ गम खाएँ अनि पानी खाएँ पिरो भएर अनि त्यहाँदेखि पिरो भयो आँटिनँ म चाहिँ आँट्नु न तर त्यति पनि नआँट्नु डायमन्ड खाने भएको छैन तपाईँ दुइटा खाएँ
मैले दुईटा खाएँ। धेरै बसेर छ तेल ढल्यो अरे क्या। मान्छेले 50वटा 100वटा खान्छ, तपाईँ दुईटा खाँदा वालाको भए हुनुहुन्छ। के अरे साफुन मिचाइ थियो अरे 100वटा एउटा कतिवटा खान्छु हुन्छ। एउटा त खान्छ त्यो त झन् खाएपछि त्यहाँ कति हुन्छ। टुटुटु चेलै हुन्छ। मैले त खानु मजा भएको। ठिकै रहेछ। अघि त काँटा ठुलो ठुलो थियो नि, त्यो साइड साइडमा मासुहरू पनि जस्तो देखाएको थियो क्या। ठुलो ठुलो भयो जस्तो लाग्यो, तर पकाउँदा ठिकै भयो। रहेछ नि त। बाबा बाबा रे बाबा बाबा भन्छ को म खानु न एउटा। बाबा मैले दाल खुर्सानी खाइदिन्छु क्या। मलाई पसारेर एक्कासी हाल्नु भन्नुभयो, मैले चिनी गयो। खानु त कान्छाले मलाई पोखरा नआइज अरे। किन किन पास म 5 महिना मात्रै आइज, पर्दैन आउनलाई। मैले भनेकै त भने आउँछु ल भनेर पर्दैन अरे। कतिजना जान्दिँदो रहेछ? सुधिनु त लिमिट हुन्छ होला है। लिमिट हुन्छ अरे 4 जना 5 जना। 4 जना दियो भने तपाईँ, म, आमालाई बोलाएर बिउन जानुपर्छ। ओस्कार दाइसँग छोड्नुपर्छ घुम्न। बाबा त के आउनुहुन्थ्यो? थाहा के कुरा बाबा आउनुहुन्न। आउँछ त्यति बेला त के थाहा अर्कोले। बाबा आउनु भने हामी 4 जना जाने। बिउलाई छोडेर दिदीजना हेर्नु सक्दैन होला। रन्जी बोलाउँछु नि त म। रन्जीको बिहे आइसक्छ पैसा छ अरे। यस्तो भने 1 गते हामी गयौँ भने 9-10 गते जाँदो रहेछौँ भयो भने होइन। 6-7 गते 8-9 गतेतिर होला। 3-4 दिन त भित्र बस्छ अरे। त्यही त 4 दिनपछि 5-6 दिनमा कति रिजल्ट आउँछ। त्यही 5 दिन त छोडिदिने। ठिकै हुन्छ क्या। माछा यो एक्सट्रिम खान्न है, मलाई मन पर्दैन। सकेको ए छोडिन् तपाईँहरू जस्तो होला। त खाइरहनुपर्छ। चरा भिजिरहेको छ है। तर म फालो गरेर खान्छु र एउटा एक्सट्रिम 2-3 दिन पुऱ्याउँछु र म चाहिँ खाइनँ है। यो चाहिँ धेरै खानु सक्दैन रहेछ हो, त्यसले त्यसले हलक्क बनाउँदो रहेछ। खै टिसु ल्याउनु त। पखा सोल्टिनीको पकाइसक्यो अब भरे खानु पर्छ राखेर अलिकति खान्छ अलिकति ड्याममा त्यसको बनाउँछ। पिरो झ्याप्प परेछ हो क्या बन्द भयो। तपाईँ आधी खानु, म आधी खाइदिन्छु नि त। ल्याउनु प्लेट ल्याउनु। अहिले म हाल्छु, म आफै हाल्छु। ल ल ल म्याथमेटिक्स गए पढाइसम्म 2-4-3 खाइदिन्छु। कहिले बोलेको कान्छासँग कहिले बोल्नु भ्याउनु मोबाइल देखाएर पनि अर्कोबाट गरेको थियो। साथीभाइकोबाट आएको भन्थ्यो। त्यो त हुडी पनि केटीले लाउने पो पऱ्यो रे। त्यो ट्र्याक त सानो बनाएर पठाइदिनु पर्ने सानो अझै आफै आज त नउठेर म कुरा आयो। सानो साटेर सानो बनायो पाट साटेर कहिले पठाउनु त अब त्योभन्दा सानो साइज पठाइदिनु पर्ने। त्यस्तैमा त्यही भन्नुलाई भोलिपछि लिएर त आफ्नो भन्नु। अनलाइन आएको रहेछ। अनि मैले अहिले त लानु पाइहाल्नु होला आफ्नो लुगा। कान्छ म नै आउँछु है त्यो सेलेक्सनभन्दा 1 दिन अगाडि आउँछु अनि दाइ बस्छु भनेको पर्दैन आउनलाई गएर चाहिँ के गर्नु रहेछ र अनि त्यत्रो दिन हुँदो रहेछ। अनि पर्दैन कस्तो हुँदैछ अहिले त? म त आउट भएछ नि म त लिएर घर आउँछु नि। हामी 1 दिन घुमेर आऊँ भनेको होइन। के अलक्षण बोलेको म लाग्छु के यसरी सोल्डर एन्ड कन्फिडेन्ट हुनुहुन्छ नि तपाईँ, त्यसो भने हुन्छ। लाग्छु के म अलक्षण नगर्नु न भनेर। हामीले अहिले बोलेको कुरा चाहिँ सक्सेस भएछ भने अर्को भिडियोमा हामी देखाउँछौँ है। होला होला बिबिलले हुन्छ होला होला। भयो म त सक्दिनँ के सबै कुरा पोल्या। मलाई आधी खाइसक्यो तपाईँकै। मलाई आजभोलि कलेज सक्नु छोडेको छु। घरमा कहिले खाँदैन त्यति हुँदा नि खाँदैन। कहिले खानु
पिरो रोक्छ ल सुन्तला यो चाहिँ नबालाई खाइसकेको है अब पुगेको यो अलिक उयो छ तपाईँ खानुहुन्छ मेरो खाइसकेँ यो पनि चिल्लो ढिकुली पनि चिल्लो अनि चौध पनि पिरो खाइने बाँचिँदैन लु त है साथीहरू यस्तै थियो हाम्रो भिडियो चाहिँ त्यही हो अब बाहिर डुल्न पाएको छैन भिडियो भ्लग बनाउनु पाएको छैन होइन नानी बाबुहरूको इक्जाम चलिरहेछ त्यही भएर खाएर भए पनि यसो भिडियो बनाऊँ भनेर हामीले आँट्यौँ तर हामीले चाहिँ आँट्यौँ तपाईँले चाहिँ आँट्नु आँटिन मैले त्यहाँको ढिकुलीको पिरो पऱ्यो क्या खाना चाहिँ हामीले सकिनौँ हामीले चाहिँ चाउचाउ चाहिँ जसो तसो खाएर भ्यायौँ अनि यहाँ यति उब्रियो अब यो भरे 1 2 3 4 टा रहेछ खानुहुन्छ सरी त्यही हो साथीहरू अन्तिमसम्म हेरिदिनु भयो होला त्यसको लागि धेरै धेरै धन्यवाद अनि नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला अनि भिडियो हेरेर लाइक कमेन्ट गरिजानु होला भन्दै आजलाई बाई बाई ओके